परेन यति हो भनाइ भनाइ बनाना ब्रेड खाने आफ्नै बनाना आफ्नै बारीमा सक्दैनन् फेरि आफ्नै बारीमा उम्राए ल सक्दैनन् फेरि हो आम्बो अब अरू त के भन्नु होइन होम अफिसबाट टक्क पासपोर्टमा भिजा हालिदिएपछि हामी नि डिसेम्बर 1 तारिक खाप्लु जान पाइयो गाइज हाम्रो हिरोहरूसित होइन वाट अ बेटर वे टु स्टार्ट डिसेम्बर नमस्ते सबैलाई वेलकम ब्याक टु द च्यानल अर्को दिन अर्को भ्लग राइट छ अलि पछि बट फाइनली वी हियर इन स्विच ब्याक टु गो फर रातनाङ्गे एन्ड्युरो होइन गाइज टक्क हाम्रो सो दिस इज हाम्रो प्लेन होइन हाम्रो राजेश दाइको प्लेन यो प्लेनमा चाहिँ मेरो विन्डो सिट छ अगाडि बिफोर आई स्टार्ट एनिथिङ अफ फाइनली बिग साउट आउट टु द फ्यामिली फर लेटिङ मी गो है लास्ट मोमेन्टमा जस्ट नजाने भनेर अब गइहाल्यो हात पनि अब ठिकै हुँदैछ सो यसपालि बिग थिङ इज द्याट आइम नट गन बी रेसिङ आइम जस्ट गोइङ द्याट फर फन जस्ट गोइङ द्याट टु हेभ अ गुड टाइम है दाइहरूसित अब ट्र्याक चाहिँ कुदाउने हो आई विल बी राइडिङ बट आई वोन्ट बी रेसिङ कम्पिटिङ बिकज आई डोन्ट वान यु नो go full hardcore mode and then maybe get another injury for now but yeah we're super happy to be here Raj dai हजुर बिजी त हुनुहुन्छ तर यसो एक दुई शब्द जाओस् एक दुई शब्द guys good morning good morning ल we're excited for the Ratnange Enduro hope राम्रो गर्न सकौँ हैन अनि प्रेसर छ जोस रेस स्टार्ट भएर त यति भन्नु दाइको पोडियम चाहिँ मैले देखिसकेँ गाइज सो यु सीन दिस इन द भ्लग बिफोर द रेस है सो हामी समेदा आम्बो बिहान दाइ स्ट्रेचिङ पर्छ दाइ सो जस्ट मी समेदा राज दाइ अब हाम्रो यो प्लेनमा चाहिँ क्रिस दाइको ड्याड अङ्कल पनि आउनुहुन्छ we're gonna go pick him up अनि हाम्रो स्विच ब्याकमा चाहिँ हाम्रो दाइको दाइको गाडी दाइको बाइक होइन केटाहरू ड्याङ so yeah man it's gonna be a good trip it's gonna be one hell of a trip stay tuned enjoy and let's see what the day has yeah बारीमा उम्रेको केराको the wild surface though bread oh पाउरोटी है wow it's too good man wild software what any तातो fresh guys भ्यान पोडकास्ट हो कि भ्यान पोडकास्ट है गाइज भन्नु नि पायो जस्ट यस वी आर अन आवर वे है हाम्रो राज दाइ चाहिँ पाइलट म को पाइलट समुदाय क्रिस दाइ र क्रिस दाइको ड्याड अङ्कल इज द प्यासेन्जर हाम्रो आजको यात्रा चाहिँ फाप्लु सलखुम्बुतिर हुनु रहेको छ सिट बेल्ट बानी बस्नु होला अनि त्यही हो we're going to pick up our passenger and then head on our way. We expect to reach there by around 8 p.m. today. It will be a 12-hour journey, cruising at 1800 to 3000 meter altitude at the speeds of 80 kilometers an hour. यो गाडी त कुद्दैन होला त्यति चाहिँ कुद्दैन होला 40-50 को स्पिडमा चाहिँ एकदम स्लो एन्ड स्टडी विन्स द रेस गाइज है भन्ने कुरा त्यही हो अब है रेस साइकलको रेसमा चाहिँ कुदाउनु पर्छ हाम्रो प्लेनमा के छ दाइ यतिको हुनु पर्यो नि हामी अब कति एकछिन यसो अटो पाइलटमा राखेर खाजा खाने भनेर होइन 8 o'clock we left at 6:30 Hello that's pilot side how are you guys so yes man let's go eat some breakfast त्यसपछि dang we move on oh yeah फोन हजुरको टीको डाइट भएपछि हो लेमन दाइ ओके छ त यतिको त हुनु पर्ने होइन भने ओके ब्रेकफास्ट पनि खाइसकेको अवस्था अब चाहिँ we're back on route next stop will be for lunch so जाँदै गरौँ हेरौँ कहाँ रोकिन्छ अब
चित्तको पारी जोखेर मेरो बुढा अझै छोडेर लागे म त खोले खोला तिरै ती जता हेऱ्यो भिरै भिर मन छ पिरै पिरो भन्ने कसैलाई बोलिरहनु भए तिमी पूर्णिमाको जुन झै यात्रा हाम्रो यही नै टुङ्गेछ कि कसो गाउने दाइ अझै सानो थिएन त बाटै थिएन नि अफरोड डरलाग्दो अफरोड थियो अहिले यतिको त धेरै राम्रो भयो आम्बो दाजु कसो भयो अहिलेसम्मको यात्रा भोग्लायो भोग्लाएर चाहिँ साइकल धुलो पिठो भएको छ दाइहरू त्यहाँभित्र पुरा दिसो होइन दाजु अब हामी नि आउँदैछ अब हामी नि त्यहाँ खाना यसो अब खाना जाने भनेर होइन भित्र 2-3 राउन्ड त भइसक्यो जस्तो होइन होइन दाइ यतिको त हुनुपर्छ जस हाम्रो दाइहरू चाहिँ अब दाइहरू फरारीमा आउनु भएको छिटो पुग्नुभयो हामी हल्का ढिलो यो घाममा त नबसौँ होला यार ऊ यहाँ बस्नुपर्छ अब हाम्रो पाइले साहब के हो एउटा दाइले ट्रेन एउटा प्लेन के हो गाडी त कोहीले नभन्ने रहेछ एउटा मात्रै भेज हो ल जस ल्याम्पमै अब रिफिल हान्छ गाडीमै 5 जना चाहिँ 5 सेकेन्ड एउटा भेज हल्का गल्ती चाहिँ मिस्टेक गाइस डोन्ट वाइट लप्याक्स आम्बो छमेदाको यतिको फोटोग्राफी चाहिँ जाडो मान्छेलाई हुनु पऱ्यो दाको इन्स्टाग्राम चाहिँ यो होला प्लिज फलो है गाइस छमेदाले पाइलट सर एकछिन त बस्नु पाउँछ होला नि होइन अझै भात उखारौँ न औफ त्यस्तो नगर्नु होला हो गाह्रो हुन्छ ल कप्तान यस सर अब क्विक पिच स्टप पछि हामी फेरि हाम्रो यात्रातिर लागेको छौँ आई थिङ्क सलेरीमै भरिन्छ हाफ पनि भएको छैन अब जस्ट ट्रक लाएर अब चिया खाना कहाँ रोकिन्छ गाइस बिस्तारै जाऊ भात खाएको अब ककटेल बन्ने हो कि अघि भात लगाएछ अलिकति आँखा लाएर निदाएको त यस्तो कुदाउनु भयो कि राजेश दाइले यहाँ खै के हो आम्बो फ्ल्याट रे के हो त तर ठिक छ हामी साइकलको टायर बनाउन आएपछि गाडीको नि एकैछिनमा हो ओके टायर चेन्ज सक्सेसफुल here's the new tire हावा चाहिँ अलिक कम छ माथि भर्ने जस माथिसम्म जान्छ यतिको त हुनु पर्यो नि गाइज जाडो हुन थालेछ अब आम्बो कता हो ल जस आफ्नो आइपुग्या जस्तो लागिरहेछ है गाइज यतिको होइन यतिकोमा पर्यो सिचुएसनले मागेको कथाले माग्यो क्या ल जस अब कति पर मेबी अब 1.5 घण्टा नेक्स्ट 2 घण्टा नेक्स्ट स्टप यहाँबाट त नेक्स्ट स्टप होइन त 1.5 So from here next stop is Hablu. धेरै डिस्टेन्स नभए नि घुमाएर जस अब रमाइलो हुँदैछ आज दाइहरूलाई रमाइलो गर्दै आएको माथि उता जाने गरी खास होइन भोलि चाहिँ भोलि चिल डे आरामले उठ्ने साइकल पुस्ने
कफी खाने अनि हैन म त के साइकलको क्लिनिक किट होइन कपडा पुस्ने चाहिँ लिएर आएछ ब्रस ओ केटाहरु इभिनिङको खतरा माथि सर्ट एउटा खिच्नु भयो बेलुका भोलि लास्ट राइड के हो भिजा उसुल होला अनि त्यो प्रोफाइल चाहिँ हमेसाको लागि 360 हरु राख न हाम्रो प्रोफाइल चेन्ज गर्नु नपर्ने जन भाग्यमा लेखाएर रहेछ हौ परेन परेन भनेर भने लड्डु अस्ति कसरी गुल्यो कहाँ त एजल हैन हौ अस्ति भर्खर राइडमा खाल्टोमा कसरी ए कहाँ नै खुट्टा राखेको त्यो छैन रहेछ के यतिकै हामीले छिर्दिएको नि त्यो त ब्याड हो नि हैन हामी हैन पछाडि टाढै गएन के अनि अडिको खुट्टा टेक्नु पर्यो ल्यान्डिङ दामी रहेछ नि आम्बो ओइ के हो अँध्यारो आयो देख्दैन त खाली भएको होला खै यहाँ थिचन कता होला खै मैले त गाइज we're in Paplu अब अलि सबजना अलि थकित अवस्थामा छ माथि गरी खाजा पुगेर दाइकामा गएर सबलाई नमस्ते गरौँ अनि त्यसपछि कुरा गरौँ जस्ट फाप्लुमा छिरिसकेको छौँ प्लेन ल्यान्डिङ भइसकेको छ अब माथि गरी खासामा चाहिँ अब फाइनल ल्यान्डिङ हुन बाँकी छ अब अर्को 10-15 मिनेट हजुरहरुलाई 10-15 मिनट for us for you guys in 3 2 1 वेलकम टु गरी खासा यसो guys hello दाजु नाइस भने थ्याङ्क यू सो मच कस्तो लाग्यो ड्राइभिङ पाइलटले चाहिँ जोस लास्टमा चाबी झरिसक्यो ओहो दाउ दाइ वेलकम हाउ यु दाइ फाइनली आउन पायो लास्टमा बेस्ट किन वाइल्ड कार्ड एन्ट्री नमस्ते भाउजू नमस्ते Oh man, we're here, man. Dauda's place. You guys remember this place? Ah, my guys. इन्भेस्टमेन्ट Hey, Biana just there, so hey guys. Oof. Finally, man, we're here for in Euro. Kale. What the ठुलो भइसस्? ल हुन्छ के छैन नयाँ फोन देखाइदियो इन्भेस्टमेन्ट डलर छ लाग्नुको लागि Wow, man, this is the place. Ah, hello. Through यार साहब याद छ कि नै याद छ छैन ठिक छ अहिले म देखाउँछु तिमीलाई भिडियो कत्रो ठुलो भएको हेर्नु न म अहिले तिमीलाई भिडियो देखाउँछु पछि Yes man, we're here. Mr. Daudai. Finally है आउनु पायो हाम्रो दाउदाइको प्लेस माउन्टेनमा आएर त्यसै जस्ट आइपुगेका छौँ होमस्टे हल्लिँदै हिँड्दै लखर लखर हाम्रो होमस्टे सामान केहरूमा राख्नु पर्यो हैन अहिले यहीँ सिधै भयो हामी ल ठिक छ तब हेरे लड्डु दिदी दिदी आइपुग्यो त हामी त एक वर्ष ट्याग राखेँ यत्तिको घिउ चाहिँ खानुपर्छ है गाई जाम्बो ल है यत्तिको खुवाइ चाहिँ नै पऱ्यो है ल सोलुखुममा आउनुपर्छ खानालाई है सोलु नआएसम्म यहाँ यत्तिको चाहिँ पाउँदैन गाई घर बसेर जस होइन अब alright guys यति भन्दैमा
होइन म देखाउँ माथिमा देखाउँछु तब देखाउँदिनँ कटु लासिन नि But guys, we're finally here in Paplu. Hey, big shout out to हाम्रो Mr. One and Only Raj Dai. All राम्रो Thank you so much for getting us here, in one piece. Yeah. Just जति दुःख पाउनु भयो अब माइन्ड नगर्नु है. ट्राफिक दाहरूलाई चाहिँ म होइन के भन्न चाहन्छु भने थ्याङ्क यू Just राम्रो थियो अब हामी आइपुगेका छौँ. More than a Swiss knife, yeah. More than just we're here in Paplu. We're gonna be staying a little below Gari Khasa. Gari Khasa is where Dawa Dai's homestay is, where we stayed last time we were here 3 years ago. आजको लागि चाहिँ यति नै गरौँ है, because we're super tired. We're gonna sleep. भोलिदेखि चाहिँ it'll be a fun full day of riding, chilling with the people. Ricky. I know Ricky, like Dai said, it's gonna be banger. You guys definitely to be, on this channel to watch it. But hopefully you guys enjoyed today, because we definitely did. And त्यति भन्दैमा आजको लागि यति नै. अरु भने त्यस्तै हो. I'll see you guys tomorrow in Paplu. Subharatri. Yo!